यदि चाहिँ म्यान पावरमा जानुभयो र एप्लाई गर्ने बेला सोचमा हुनुहुन्छ होइन, र म्यान पावरमा गएर भने तपाईँले 500 मात्र युएसडीमा साइन गराइरहेको छ, अनि तपाईँले भन्छ 500 युएसडीमा त तपाईँको चाहिँ कन्भर्ट गर्नु चाहिँ नेपाली त त्यही 70,000 को 75,000 को आसपासमा जान्छ, त्यतिले कहाँ पुग्छ होइन। या 550 गरायो होइन, या चाहिँ तपाईँको 600 गराइरहेछ होइन, त्यो सबले केही मतलब हुँदैन। त्यो 550 गराओस् या 600 गराओस् त्यसले केही मतलब हुँदैन। अफर लेटर आयो भने अफर लेटरमा कतिको तपाईँको चाहिँ सो गरेको छ त्यो एउटा मेन कुरा हो, र हप्तामा कति दिन काम गराउँछ र कति घन्टा काम गराउँछ त्यो अनुसारले कति स्यालेरी तोकेछ त्यो सबै राम्रोसँग हेर्ने हो। अफर लेटरमा हेरिसकेपछि र तपाईँको बिचमा 6 महिनामा हरेक 6 महिनामा चाहिँ युरोपमा स्यालेरी पनि बढ्छ होइन। लास्टमा जब तपाईँले इन्डिया जानुहुन्छ इन्टरभ्यू दिन, त्यहाँ तपाईँले चाहिँ उनीहरूले चाहिँ प्र्याक्टिस गराउँछन्, प्रिपेरेसन गराउँछन् कि इन्टरभ्यूमा स्यालेरी सोध्यो भने कति भन्यो भने त्यहाँ जति भन्छ नि त्यो इक्युरेट पाउनु हो है तपाईँ। र यहाँ आउने बित्तिकै तपाईँको 1 महिनापछि यहाँ चाहिँ स्यालेरी बढ्यो भने तपाईँहरूको पनि बढ्छ। ल प्लस पोइन्ट के छ भने अहिलेको चाहिँ रोमानियन जुन तपाईँको पैसा छ त्यसको चाहिँ नेपाली रुपियाँमा हेऱ्यो भने त्यसको दर अहिले बढिरहेको छ, एक्सचेन्ज रेट जुन छ त्यो बढिरहेको छ। म आएँ त यहाँ चाहिँ मेरो चाहिँ आउने बेलामा चाहिँ 28-29 थियो कि, अहिले 34 बढिसकेको छ होइन, बढेर 34 पुगिसकेको छ। के त तपाईँहरू आउने बेलासम्म यहाँ चाहिँ 36 पुगिहालोस् होइन, 35 पुगिहालोस्, त्यो एउटा के छ भने एउटा अर्को बेनिफिट भयो के तपाईँहरूलाई। त अब चाहिँ तपाईँले ढुक्क बुझ्नुहोस्, अहिले एप्लाई गर्नुभएको छ भने एप्लाई गर्न सोच्नुहुन्छ भने जबसम्म तपाईँले यहाँ आउनुहुन्छ भने तबसम्म तपाईँले यहाँ आएर जुन मिनिमम तपाईँले पैसा कमाउनु छ नि त्योबाट तपाईँले चाहिँ नेपाली 1 लाख रुपियाँ भन्जाले तपाईँको हुन्छ, त्यति बच्छ। खानाको पैसामा जोडिरहेको छैन है, खानाको पैसा छुट्टै दिन्छ, बस्न तपाईँको बत्तीको होइन, तपाईँको चाहिँ पानीको, तपाईँको बस्ने सबै कुरा फेरि स्यालेरी तपाईँको चाहिँ सिङ्गल तपाईँको स्यालेरी बाँच्ने भयो कि 1 लाख तपाईँले मजाले बाँच्छ। ओभर ड्युटी गर्नुभयो भने 1 लाखभन्दा बढी पनि तपाईँको यहाँ चाहिँ पैसा कमाउन सकिन्छ। त्यसैले चाहिँ यसमा कुनै पनि किसिमको केही कम्प्लेन छ भने कमेन्ट गरेर सोध्न सक्नुहुन्छ है। भिडियो हेर्नको लागि थ्याङ्क यू।